अब यो यहाँ यो ग्लुटेन छुट्याइसकेको छ। ल हेर्नुहोस् यो ग्लुटेन हो, यो छुट्याएर राखिसकेको छ। र बाँकी रहेको जुन हामी अघि नै जुन 1 किलो मैदालाई तपाईँहरूले रोटी बनाउँदाखेरि जसरी मुस्नुहुन्छ गुन्नुहुन्छ त्यसरी नै बनाइसकेपछि मिचेर चाहिँ हामी 4 घन्टाको लागि त्यो पानीलाई चिया छान्नेमा छानेर चाहिँ राख्नुपर्छ। तपाईँको लगभग 3-4 घन्टा राख्नुपर्छ हैन, जुन चाहिँ स्टार्च हुन्छ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ, यहाँ यो हेर्नुहोस्, यहाँ डिब्बामा यो 2 लेयर छ। यो माथिको पानी हो, यो तल यो जम्मा भएर बसेको यो चाहिँ सेतो जुन देखिएको छ यो चाहिँ स्टार्च हो है। यो लाफिङको रोटी बन्ने यही स्टार्चबाट नै हो। अब यो पानी रहेको पानीलाई यो फाल्नुपर्छ, यसलाई चाहिँ तारेर फाल्ने। त्यसपछि यो स्टार्चलाई चाहिँ तपाईँको यसमा चाहिँ ठिक्क यसको थिकनेस चाहिँ एकदमै पर्फेक्ट हुनुपर्छ, होइन भने लाफिङको रोटी चाहिँ त्यति राम्रो बन्दैन र नरम पनि हुँदैन, राम्रो पनि बन्दैन है। तपाईँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ यही हो। अब यसको यो माथि तैरिएको पानीलाई अब यसलाई हामी फाल्छौँ। यो अब यो पानी तारिसकेपछि तपाईँहरूले कलर रुचाउनेले थोरै बेसार, यति जति बेसार तपाईँको चम्चाको यति जति बेसार यसरी राखिसकेपछि यसले एउटा डाडुको सहायताले यसो मजाले फिट्नुहोस्, बेसरी फिट्नुपर्छ यसलाई। किनभने यो बेसार तपाईँको यसरी यो राम्रोसँग फिटिँदैन है। अलि पहेँलो रोटी चाहनुहुन्छ भने पहेँलो रोटी बनाउनुको लागि थोरै बेसार यसरी राखेर अब रोटी बनाउनुको लागि यो प्लेट छ, यहाँ यो थाल रहेको छ। यो यस्तै साइज तपाईँहरूले आफैले भनौँ न जानेर या फेरि भाँडामा अट्ने गरी एउटा थाल या प्लेटमा यसरी थोरै तेल राख्नुपर्छ। होइन भने तपाईँको रोटी लाफिङ रोटी चाहिँ चप्किन्छ, टाँसिन्छ। यसरी बिस्तारै 2 औँलाले यसरी तपाईँले बिस्तारै यसमा रब गर्नु होला, लगाउनु होला। यसरी लगाइसकेपछि अब यसमा यो यता यो छ, यो लाफिङ बनाउने यो ब्याटर, यो ब्याटरलाई चाहिँ तपाईँको यो थाललाई यसरी यो पानी छ यहाँ, यो भाँडामा पानी तपाईँहरूले उमाल्नुपर्छ। एउटा भाँडा तपाईँले मोमोको भाँडा पनि हुन्छ, अरू कुनै भाँडा लिएपछि त्यसरी त्यो भाँडामा अट्ने गरी एउटा प्लेट लिएर यसै गरी यो ब्याटरलाई रहेको यो ब्याटरलाई स्टार्च ब्याटरलाई यो 1 डाडु जति यसरी मजाले यसरी तपाईँहरू प्लेटमा फैलाउनुहोस्। यसरी फैलिएन भने अलिकति तपाईँहरूले यसरी बिस्तारै मिलाएर वरिपरि जाने गरी यसरी वरिपरि जाने गरेर यसरी मजाले यसरी फैलाउन सक्नुहुन्छ। यसरी घुमाएर बिस्तारै यसरी घुमाएर यसरी यसलाई यसरी सबै ठाउँमा फैलिसकेपछि यसरी यो ढक्कनले यसरी मजाले ढाक्नुहोस्। ढाकिसकेपछि यो तपाईँको 1 मिनेट भित्रमा यो तयार हुन्छ। यो रोटी अहिले कसरी यो तयार भएको बुझिन्छ यो अहिले म देखाउने छु। लगभग 1 मिनेट भइसक्यो, तपाईँको 50-55 सेकेन्ड। ल हेर्नुहोस्, यसरी यो फुल्छ। यो फुलिसकेपछि बुझ्नुहोस् यो तयार भयो। र अब यसलाई बिस्तारै आगो थोरै कम गर्दै र यसलाई यसरी भाँडाबाट झिकेर तपाईँले यसरी यो चिसो पानीमा यसरी राख्नुहोस् ताकि यो छुटाउनलाई सजिलो होस्। यो भाँडालाई अलिकति प्लेटलाई सेलाउन दिनुपर्छ, अलिकति चिस्यान।
त्यसपछि अब यसरी झिक्नुहोस्। अब एउटा चम्चाको सहायताले बिस्तारै यो कुनामा यसरी बिस्तारै यसरी फेरि तपाईँले उक्क्याउनुहोस् यसलाई फेरि र यसरी अब चारैतिर तपाईँले यो बिट छोडाइसकेपछि यसलाई बिस्तारै एक साइडबाट यसरी उक्काउनुहोस् हैन र दुई हातले समाति यसरी बिस्तारै तान्नुहोस्। बिस्तारै निकाल्दै जानुहोस्। तपाईँको यो लाफिङको रोटी यो तयार भयो। ल अब यसरी प्लेटमा यहाँ अघि नै बनाइराखेको छ। यो यसरी तपाईँहरूले यो यसरी राख्नुहोस् र फेरि अर्को लाफिङ रोटी बनाउनुहोस्। लगभग 1 मिनट भइसक्यो। यो अब यसरी यो अलिअलि यो फुला परेको छ। यो तयार भइसक्यो। अब यसलाई यसरी चिसो पानीमा यसरी राख्ने। यसलाई बिस्तारै चाहिँ यसलाई अलिकति पानी गयो है। यसलाई बिस्तारै सेलाउन राख्ने है। र एउटा किनारबाट यसरी बिस्तारै यसरी फोल्ड गर्नुहोस्। फोल्ड गरिसकेपछि बिस्तारै दुईटा हातले यसरी मजाले बिस्तारै तान्नुहोस्। बिस्तारै निकाल्नुपर्छ हैन। अनि त्यसपछि यो तपाईँको यो लाफिङको रोटी यो तयार भयो। ल हेर्नुहोस्, यो लाफिङको रोटी तयार भयो। यसरी प्लेटमा यसरी राख्नुहोस्। ल यो लाफिङ रोटी तयार भइसक्यो। यसमा तपाईँको 15 पिस छ। यसरी लेयरसँग यसरी मिलाएर राख्नुपर्छ। अब यो लाफिङ खानुको लागि तयार भइसक्यो यो रोटी। र यसमा हामी अब खानको लागि लाग्ने सामग्रीहरू यसमा तयार गरेर र यसमा रोल गरेर यो लाफिङ खान सक्छौँ हामी। यो ग्लुटेन तयार भइसक्यो। यो बोइल भन्नु नि बफाएर हैन। अब यसलाई चाहिँ यसरी चपबोर्डमा राख्ने र यसलाई यसरी दुई भाग बीचबाट यसरी काटिसकेपछि यसलाई फेरि फोल्ड गर्ने। दुईटा डबल काटेर यसलाई फेरि बीचबाट काटेर 4 पिस बनाएर यसलाई अब दुईवटालाई यसरी तपाईँहरू मिलाएर यसरी यो चाहिँ लाफिङको रोटीमा लाग्ने ग्लुटेन हो। यो एकदम स्वादिलो हुन्छ। यो कसैलाई यो अन्डा जस्तो पनि लाग्छ, कसैलाई यो च्याउ खाए जस्तो पनि लाग्छ। काटेर सकिसकेको छ यो ग्लुटेन। यो चाहिँ अब लाफिङमा राख्न लागि यो रेडी भइसक्यो। यो स्टिल हो। यति नै यो यति छ। यो यति नै जति लाग्छ यो तपाईँको लाफिङको सुपको लागि हो। सुपमा गार्निस गर्नको लागि हो। यो लाफिङको
सुप तयार भयो। यो अब लाफिङमा राखेर खाने हो। यो सुप बेसको लागि लाफिङको लागि यो सुप चाहिँ रेडी भइसक्यो। र यो अब लाफिङको रोटी तयार भइसक्यो। यो अब हेर्नुहोस् है यस्तो राम्रो बन्छ है। अब यसलाई चाहिँ अब यसरी राख्ने यसरी। अब यसमा लाफिङ खानको लागि यसलाई तयार गर्दैछौँ है त। यो हो मसला। तपाईँको सस रहेछ यो सस हो यो। यसलाई अब यसरी एउटा चम्चाको सहायताले यसरी लगाउनुहोस्। पिरो चाहिँ तपाईँहरूले जति खानुहुन्छ पिरो त्यही अनुसार लगाउनु होला, धेरै थोरै। यसरी यो लगाइसकेपछि अब यसलाई यो ग्लुटेन छ यहाँ, यो ग्लुटेनलाई यसरी राख्नुहोस्। यसरी यसलाई पनि तरिका चाहिन्छ अनि मात्रै हुन्छ। त्यसपछि यो चाउचाउ छ, वाइवाई चाउचाउ तपाईँहरूले विशेष गरेर वाइवाई चाउचाउ राख्नु होला, किनभने यसको स्वाद अलि मिठो हुन्छ। यसरी चाउचाउ राखिसकेपछि अब यसलाई रोल गर्नको लागि यो तरिका यस्तो छ। यो हाफभन्दा बढी अलिकति यसरी गर्नुहोस्। त्यसपछि दुईटा बुढी औँलाले यसरी च्यापेर यसरी अलिकति थिच्नुहोस् र अगाडिपट्टि धक्नुहोस् र यसरी फेरि रोल गर्नुहोस्। र यसरी बिस्तारै यसरी गर्नुभयो भने यो मजासँग रोल हुन्छ। र अब यसलाई एउटा चक्कुको सहायताले यसरी ट्याक्क कट गर्नुहोस्, यसरी काट्नुहोस्। अब यो तपाईँको यो कचौरामा यसरी छोप्नुहोस्, यसरी मिलाएर यसरी राख्नुहोस्। त्यसपछि राखिसकेको यो उसमा अब तपाईँको यो सुप बेस लाफिङ हो। यो होममेड एकदमै अर्ग्यानिक यो सुप हो। अब यसलाई तपाईँले कति खान चाहनुहुन्छ, कतिले सुप बढी रुचाउनुहुन्छ, कतिले कम रुचाउनुहुन्छ, आफ्नो इच्छाअनुसार सुप राखेर। र यसमा यो जिरा धनियाँको मसला छ, यो भुटेर राखेको, यसमा थोरै यसरी छर्किने। अनि त्यसपछि यो फेरि यो छ अर्को, यो तपाईँको यही चाउचाउकै हो, सुप हो यो। यसरी बिस्तारै छर्ने। अनि त्यसपछि चाउचाउ, त्यसपछि फेरि माथिबाट चाउचाउ बिस्तारै थोरै छर्नु होला। अनि त्यसपछि यो ग्लुटेन यसरी 1-2वटा ग्लुटेन पनि यसरी मिसाउनु होला। अन्तिममा यसलाई गार्निस गर्नको लागि यो भुटेर राखेको तिल छ, यसरी छरिसकेपछि अब यो खानुको लागि रेडी भयो। ओके, ल्याउनु पहिला। कस्तो लाग्यो हजुरलाई लाफिङ? वाह, ट्वाक्क छ, एकदम मिठो छ। पहिला मलाई सुरुमा स्टार्टिङमा मिठो लाग्दैन, तर भाइले बनाएर खुलाउँदा एकदम मस्त टेस्टी छ यसको। आज मेरो भाइले चाहिँ एकदम मेहनत गरेर हामी सबैलाई घर परिवारलाई लाफिङ खुवाउने भनेर लाफिङ बनाइसकेछ। हामीले खाएर टेस्ट पनि गरिसक्यो, एकदम मिठो छ। यो लाफिङ बनाउने तरिका चाहिँ कहाँबाट सिकेको भन्दा चाहिँ युट्युब अरे गुरु चाहिँ है। लाफिङको लागि तयारी सामानहरूमा चाहिँ यो छ तिल, यो छ वाइवाई चाउचाउ, कागती, यो चाहिँ यसलाई के भन्छ, ग्लुटेन। अनि यो छ सुप हो, एकदम ट्वाक्क छ होइन। अनि यताबाट यो मसला हो, चाउचाउको मसला, यो जिरा धनियाँ, यो नुन, अनि यो चाहिँ अलि स्पेसल मसलै हो। यो टिमुर, यसमा थुप्रै चिज छ। र यो सस हो, यो मुख्य
मुख्य यही हो लाफिङको मुख्य रेसिपी भने पनि जे भने पनि यही हो यसैको खासियत हो। ल हेरौँ त एउटा बनाएको हेरौँ। भनेपछि यो रोटीमा पहिला यो खट्टो अमिलो झोल हो कि के भन्छ यसलाई चाहिँ यो सस लगाउने, त्यसपछि यो पर्यो, यो चाउचाउको मसला हल्का छर्किनको मसला, अनि अर्को के आयो यसमा यो जिरा धनियाँ अनि यो ग्लुटेन कि के अरे यसलाई ग्लुटेन त्यसपछि यो चाउचाउ त्यसपछि यसलाई सलक्क रोल गर्ने, रोल गरिसकेपछि चक्कुले पिस गर्ने। यो लाफिङ एक सेटको कति पर्छ अरे बजारमा? त्यो त बजारमा 70-80 रुपियाँ पर्छ। यसलाई चाहिँ सलक्क यहाँ राख्ने, अनि त्यस पछाडि यसमा अब बाँकी के राख्ने झोल होइन? यो ठेट नेपाली भाषामा झोल, यो चाहिँ अब अङ्ग्रेजीमा सुप। यसरी अघिको राखेको सबै मरमसला चटनी राखेपछि लाफिङ रेडी भयो। यहाँ यो अर्को सेट फेरि रेडी हुँदैछ, यहाँ अझै अर्को रेडी हुँदैछ। यहाँ लाफिङ खाएर प्रतिक्रिया चाहिँ के छ त बाबु, कस्तो छ? मिठो छ हजुर, चोपिलो स्वादमा टक्क सुहाउने छ। कस्तो लाग्यो लाफिङ? राम्रो छ, मिठो भयो। ह्यान्डसम थियो मिठो भाउजू अझै खाँदै हुनुहुन्छ है? हजुर एकदम स्वादिलो टेस्ट, चोपिलो स्वादको चोपिलो लाफिङ एकदम मिठो। हजुर भाउजूले पनि खाइसक्नु भएन? खाए मिठो छ टक्क। ल कान्छीको के छ प्रतिक्रिया? यसले अघि रित्ताइसकेछ भन्छ मिठो भएछ। यो मेरो होइन दिदीको, मिठो दामी पिरो नखानेवाला परेको रे, नपिरो पनि मिठो भयो। ल यहाँ अझै जारी छ, बनाउने क्रम जारी छ, खाने क्रम पनि जारी छ। त्यो मिठो लाग्यो कि हामी त हेरेकै हेरे। ल अब हाम्रो भाइलाई चाहिँ धेरै धेरै धन्यवाद है, हामीलाई लाफिङ बनाएर वेलकम छ सबैलाई। ल अन्तमा के छ भन्नुपर्ने? केही छ भन्नुपर्ने त केही छैन, तर अलिकति भन्नै पर्दाखेरि आज लाफिङ रेसिपी बनाएको थिएँ मैले। लाफिङको रेसिपी तपाईँहरूलाई कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला, र सल्लाह सुझावको चाहिँ मैले आशा राख्दछु है। अब अर्को भिडियोमा तपाईँहरूलाई अर्को रेसिपीको साथमा म फेरि प्रस्तुत हुनेछु। त्यसको लागि धन्यवाद। लाइक सब्सक्राइब कमेन्ट हिट द बेल आइकन, शेयर पनि रहेछ।